फाइनली माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको आइपिओ चाहिँ सम्पूर्ण आइपिओ सेयर लगानीकर्ताहरूको डिम्यान्डमा चाहिँ आइसकेको छ भने आउनुहोस् अब यो नेप्सेमा कहिले लिस्टिङ हुनेवाला छ, यसको पहिलो कारोबार मूल्य कति रहनेवाला छ अनि यसको सम्भावित प्राइस चाहिँ कति जति पुग्न सक्छ होला त आउनुहोस् आज यसबारे हामी चर्चा गरौँ भने हजुरहरूलाई स्वागत छ पैसाको बारेकी युट्युब च्यानलमा, जहाँ हर पल हर समय आइपिओ एफपिओ फाइनान्स र सेयर मार्केटसँग सम्बन्धित ताजा र महत्त्वपूर्ण अपडेटहरू छोटो मिठो लिएर आइरहेकै हुन्छ भने यस्तै अपडेटको लागि हाम्रो च्यानल सब्स्क्राइब गरेर चाहिँ पक्कै पनि नबिर्सिनु होला। भने यस माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको नेटवर्थ रहेको छ 106 रुपियाँ 84 पैसा भने अर्निङ पर सेयर चाहिँ 5 रुपियाँ 13 पैसा चाहिँ रहेको छ भने यो कम्पनी चाहिँ फन्डामेन्टली चाहिँ स्ट्रङै कम्पनी चाहिँ रहेको चाहिँ हामीले यहाँ देखि नै रहेका छौँ भने हजुरहरूले एकचोटि चेक गर्न सक्नुहुनेछ। सम्पूर्ण साथीहरू डिम्यान्डमा चाहिँ यो आइपिओ चाहिँ ट्रान्सफर गरिसकिएको छ भने साथीहरू यसको चाहिँ पहिलो कारोबार मूल्य 100 रुपियाँदेखि 300 रुपियाँको बिचमा चाहिँ रहनेवाला छ भने पक्कै पनि पहिलो दिन 15% सर्किट हान्दा त हामी त डाइरेक्टली फाइदामा नै रहनेवाला रहेछौँ भने साथीहरू यो चाहिँ एउटा हाइड्रो पावर कम्पनीको चाहिँ सेयर रहेको छ भने हाइड्रोहरूको सामान्यतया 500 देखि 800 त इजिली नै पुगिरहेको हुन्छ भने मार्केटको अवस्था राम्रो रह्यो, राम्रा बायरहरू आए, राम्रा चाहिँ ब्रोकरहरूले चाहिँ यसलाई चाहिँ होल्ड गरेर राख्यो भने त पक्कै पनि 1000 भन्दा माथि पनि जान सक्ने सम्भावना त यो कम्पनीले बोकेको नै छ, फन्डामेन्टली स्ट्रङ रहेको छ। हजुरहरूलाई थाहा नै छ भने अब हेरो लिस्टिङ भइसकेपछि अब ब्रोकरहरूले के गर्छन् भन्ने कुरामा चाहिँ एकदम भर पर्छ। कतिजनाले चाहिँ अब होल्ड गरेर राख्छन् होइन, बाई गर्नको लागि कति आइरहेको छ भन्ने कुरा, धेरै कुराले चाहिँ यसको चाहिँ प्राइसमा चाहिँ प्रभाव चाहिँ पारिरहेको हुन्छ नि। सप्लाई कति छ डिमान्ड कति छ तपाईँलाई थाहा छँदैछ, सप्लाई र डिमान्डबाटै प्राइस चाहिँ तपाईँको निर्धारित हुन्छ भन्ने कुरा त थाहा छँदैछ भने साथीहरू अब यो चाहिँ अबको एक हप्ताभित्र चाहिँ लिस्टिङ भएर चाहिँ नेप्सेमा कारोबारमा आउनेवाला छ भने साथीहरू राम्रो प्राइसमा बेच्नु होला। सप्लाई र डिमान्डको चाहिँ तपाईँहरूले रेसियो हेरेर राम्रो प्राइस लिएर चाहिँ बेच्नु होला है। त सबैलाई शुभकामना छ।